यो गाउँ आएको करिब 10-12 दिन भइसक्यो। सदाका वर्ष चाहिँ आज पनि कलेज पुगेर यो गाउँ छोड्ने दिन हुनेवाला छ। म उठ्दाखेरि बिहानै घरको सबैजना काममा गइसक्नु भएको छ। अनि घरमा चाहिँ यिनी खाना पकाउन लागेकी छन्। उनको डिप्टी आज खाना पकाउने रे। दिनको सुरुमै घरकी कान्छी बहिनी सबैभन्दा अन्तिममा उठेकी छन् र सिधै भाषीवाद माग्दैछिन्। किन रुवा गर्नुलाई? बासी भात बिहान सबेरै उठेका अरू भाइ बहिनीले खाएर आफ्नो काममा गइसकेका छन्। तर यिनी अलि ढिलो उठेका कारण भात पुगेन अथवा भात खान नै छुट्टी छन्। भात छैन अनि भात पकाएको भने अहिले भर्खर अनि खुवाइदेऊ नि त अनि। भातकै लागि उता धानको बिउ निकालेर आज रोप्ने कार्यको लागि बहिनी आन्टी बिउ निकाल्न लागिराख्नु भएको छ भने यता खेतमा भातकै लागि धान रोप्न खेत तयार हुँदैछ। यो सँगसँगै घरमा भने भातकै लागि रुवाबासी पनि चलिराखेको छ। ओके चलाऊ गाडी अगाडि ह्यान्डल समात्नु ह्यान्डल यहाँ समात्नु है। सर खाने ठाउँ आयो उड्नुहोस्। सुतिरहेको खाना खान कामबाट सबै घर आइपुग्नु भयो। तर खाना पकाउने मान्छे घरबाट पर भागेर घरतिर हेर्दैछन्। खासमा वास्तविक कुरो के रहेछ भने बिहान खाना पकाउँदै गर्दा बाहिर 2वटा हाँसको चल्ला स्यालले खाइदिएछ। ल म थोरै खाना खाएर आउँछु नि त तपाईँहरू हिँड्दै गर्नु हो। ओके योर बोय गेट रेडी टु गोइङ कलेज। आज कलेजमा लास्ट केही सानो जानकारीसँगै सबैको बिदाई हुनेवाला छ, जसकारण यो ड्रिप चेक गरेको।
गर्मी सर हुन्छ कि नहीं इतने कोई नहीं वीडियो बनाते हो हजुरको भिडियो हेरेर अहिले हजुर म जहिले हेर्छु कलेज पुग्दा पुग्दै आज अन्तिम दिनको सम्झना राख्न अरू सबैले फोटो भिडियो खिच्दै हुनुहुन्छ तर उहाँ हाम्रो दाइ मसँग एक सेल्फी खिचेर सुत्ने तयारीमा हुनुहुन्छ एनिवे सबै साथीहरू जम्मा भएपछि सरले प्रोजेक्टर तयार पार्दै अगाडि सबैको लागि केही मतलब एक्जाम सकिएर गते टिचिङ गराउनु पर्ने भयो अरे त्यसकै बारेमा केही कुरा कसरी गर्ने के नगर्ने के गरे धेरै नम्बर आउँछ जस्ता कुरा गर्दै हुनुहुन्छ सरले जे देखाउनु भयो विद्यार्थी सबले त्यसको फोटो खिचे तर मैले अनि यतापट्टिको दाइले लगायत केहीले भने खिच्नु भएन किनकि हामीले त्यो सब कुरा गुगल गरेर पिडिएफमा भेटायौँ तर यसमध्ये पनि केही इम्पोर्टेन्ट कुरा अथवा के गर्ने के नगर्ने कुरालाई चाहिँ टिपोट गर्न लगाएसँगै टिपोट पनि गरियो भयो 3 नम्बरमा अध्ययनको महत्त्व सर टिपौँ अरे गर भित्रको कुरा सकियो बाहिर अब टिचिङ गर्ने स्कुलको लागि रमना लिन निवेदन लेख्नु पर्ने भएसँगै सबैले आफ्नो ग्रुप बनाएर बाहेक पढ्ने स्कुलमा टिचिङ गर्न निवेदन पनि लेख्नु भयो यहीसँगै मैले पनि 3-4 जनासँग सहकार्य गर्दै एउटा निवेदन लेखेँ त्यसो भने टिचिङ सुरु हुने भयो कहाँ हो कलेज तपाईँको पढाइ गर्ने ठाउँ कालो चिल्लामा विराजको यहीँबाट देखिन्छ होइन यस ऊ त्यो हातले चिन्न लाउनु त्यो भित्र देखिन्छ नि कहिलेबाट सुरु हुने भयो त अब यो स्कुल साउनको कति लाग्छ 12-14 गति लाग्छ अनि त्यतिखेर जानु पर्ला त्यहीबाट सुरु गर्नु पर्छ त्यतिखेर सुरु गर्नु पर्ला टिचिङ गर्ने हो कि टिचिङ नै गर्ने हो काट्टोकुट्टो पास गर्ने के हो काट्टोकुट्टो पास गर्न मिल्छ हैन किन मिल्दैन ल समयको अहिले दिउँसो अब 1 बज्न लागिसक्यो बिहानदेखि मैले खाना खाएको छैन तपाईँलाई थाहा छ र अहिले त भोकै हराइसक्यो किनकि यत्रो जनसङ्ख्याहरूसँग भनौँ न यत्रो स्टुडेन्टहरूसँग आजसम्म म यति क्लोजली बोलेको थिइनँ यसरी भेट पनि भएको थिएन आयो एक्जाम दियो हिँड्यो होइन भयो सक्यो निवेदन दिएर नाचौँ न आउनु न नाच हेरौँ सुलपालाई साथी छ सुलपालाई साथी छ स्वर्गैका नाम गालो छ सुलपालाई साथी छ करोडको छ बोली लाखौँको छ मुस्कान तेरो करोडको छ बोली तेरा लौरा ल भोक लागिसकेको छ खाना खान नपाए पनि नास्ता खानको लागि भनेर यता आइसकेका छौँ गुन्जन खाजा घरमा गुन्जन कटेजमा खर्च चाहिँ जोस गर्नुभएको रहेछ यस्तो खालको कटेजमा हाम्रो सदरमुकाममा पनि छैन यस्तो कटेज अनि यो यत्रो चट्ट लाएर होइन 3-4 जनालाई मात्र टक्क यो त बस्नेवाला रहेछ के दामी कोम्बो रातभरि मजाले इन्जोय गर्नलाई यस्तो टक्क यति रहेछ अनि हाम्रो राजा हुनुहुन्छ इलम्बम उहाँलाई पनि भिडियोमा देखाउन चाह्यौँ जस हाम्रो के अरे पहिलाको हाम्रो कलेजको सोपिएको सचिव होइन बिहानदेखि हराएको हुन् समीक्षा अहिले घडीको 5 बज्न लागिसक्यो तर अहिलेसम्म काहीँ नजरमा देखिएकी छैन गइन् कहाँ बिहानबाट हराएकी समीक्षा बेलुका दिदीसँगै घर फर्किएकी देखेँ आयो मिस दिनभरि चप्पल बिना कहाँ पुगेर आयो त
आइसक्यो न कुरा पछि बहिनीसँग बुझ्दा अर्की बहिनीसँग मकै गोड्न गएकी रहेछन्। मक्की गऱ्यौ कति एक हाडो भने कति गडा कति खेत 14 भोकले हैरान भएसँगै मैले चटपटे बनाउने भनेर चाउचाउ ल्याएको थिएँ। त्यसैले तरकारी अनि गहुँको रोटी हालेर दिउँसोको नास्ता पनि भयो। यो सम्पूर्ण भिडियोको निष्कर्ष के हो भनेपछि बिहान बिहानै बहिनीको बासीभात छुट्यो, घरबाट हाँसका चल्ला छुट्यो, पिटाइ खाने डरले समीक्षाले आफै पकाएको खाना खान छुट्यो, हाम्रो कलेज अनि कलेजमा भएका ठुला ठुली साथीहरू पनि छुट्यो। मेन कुरा त यहाँ आउँदा बित्तिकै लास्ट इयरको एउटा इक्जाम नै छुट्यो। यस्तै इक्जामको बेला आउँदा यो घरमा हुने अनगिन्ती पलहरू छुट्यो र यही सँगै यो घरबाट अब मन र परिस्थिति बस आउने गरी कमल पनि छुट्यो। अन्तिममा आजको भिडियोको टपिक नै छुट्यो। के छ भाउजूको भिडियो बनाउन नमिल्ने अनि यहाँ क्लासमा कोही पनि मेरो उमेरको छैनन्, मतलब छन् होला तर सबैले बिहे गरिसकेका छन्। यदि बिहे नगरेको केटो छ भने चाहिँ मै मात्र हो र यहाँतिर सब कोही भाउजू कोही दिदी कोही के पर्ने भन्ने होला छ। मैले लभ गरौँ भने यहाँ केटी पनि छैन कोही पनि। यत्रो विद्यार्थी धेरै गाह्रो छ।